हेलो गाइज, आज म गर्न गइरहेको छु हाम्रो पसललाई डेकोरेसन हैन। अनि डेकोरेसन भन्नाले वालपेपर लगाउने छु म मेरो पसलको यो भित्ताहरूमा। र अहिले यो मेरो पसलको यो अहिलेको लुक्स हैन। अनि जब म डेकोरेसन गर्ने छु त्यसपछिको लुक्स कस्तो आउँछ हेरौँ। पहिले हामीले लिनु पर्यो वालपेपर लगाउनलाई यो गमलाई। यसमा 1 लिटर गममा आधा लिटर पानी हाल्नु पर्यो। पानीमा आधा लिटर पानीमा यो गम 1 किलो गम हाल्ने। गम हालेर अनि त्यसपछि योलाई मजासँग गम सबै आउने गरेर निकाल्ने। अनि निकालिसकेपछि तपाईको यो गमलाई राम्रोसँग खोल्दै यो पुरै आफ्नो हातमा लाग्यो भने धेरै चिपचिपो हुन्छ जस्तो लाग्यो। अनि यसलाई मजासँग त्यो लगाउने रोलरले घोल्ने हैन, एकदम राम्रो घोल बनाउने। यो गमको घोल बनाइसकेपछि अनि यसलाई राम्रोसँग फिट्ने पहिले। अनि भित्ताको साइज अनुसारले वालपेपरलाई काट्ने। भित्ताको नाप लिएर आरामसँग यसलाई काट्ने। अब म यो टेबल मिलाउनु पर्यो, टेबलमा बसेर लगाउनु पर्यो हैन। उभिनु पर्यो, त्यति माथि हाइट पुग्दैन मेरो। माथि टेबलमा चढेर अब यो गमलाई पहिले दिवालमा लगाउने राम्रोसँग, कहीँ खाली नरहने हिसाबले एकदम मिलाएर। अनि आरामसँग लगाउने पहिले। यसमा आज मलाई सहयोग गर्ने मेरो भिनाजु हुनुहुन्छ। साला भिनाजु दुवै मिलेर हामी यो डेकोरेसन गर्नतिर लागेका छौँ। अनि यो गमलाई वालपेपरमा लगाउने हामीले। वालपेपरमा पनि भित्तामा लागे जस्तै आरामसँग, नत्र च्यात्तिने डर हुन्छ है गाइज। यो राम्रोसँग यो स्पेस लिएर अनि ठाउँ खाली नहुने गरेर गमलाई राम्रोसँग लगाउने। अनि हामीसँग क्यामेराम्यान चाहिँ अहिले भान्जा हुनुहुन्छ। यसलाई राम्रोसँग लगाइसकेपछि अब यसलाई माथि चढाउने दिवालमा लगाउँदाखेरि एकदमै मिलाएर लगाउनुपर्छ। यो मैले पहिले कहिले गरेको थिएन यो काम। यो चाहिँ लगाएको धेरै महँगो भन्यो हैन। उता मिस्त्रीले लगायो भने तपाईको 1 रोल लगाएको 700-800 लिन्छ अरे भन्ने कुरा गरेपछि बरु मिस्त्री खर्च गर्नुभन्दा हामी आफै गरौँ, फ्री नै छौँ भनेर अनि हामीले यो गरेर तपाई राम्रोसँग यो कपडाले पनि अनि यो लगाइसकेपछि यसलाई कपडाले राम्रोसँग सफा गरे जसरी एकदमै मिलाएर गर्नुपर्छ। अनि फेरि गम लाउँदै यही तरिकाले यो कार्यक्रमलाई अगाडि बढाउनुपर्छ। अनि तपाईको यो च्यात्तियो गाइज, यो काट्दाखेरि गम लगाउँदाखेरि च्यात्तिएको, तपाईले यसरी नच्यात्नु होला यो गर्दाखेरि। अनि यस्तो कटहरु आउनुपर्ने ठाउँमा चाहिँ ब्लेडले राम्रोसँग मिलाएर काट्नुपर्छ। त्यति अप्ठ्यारो पनि छैन, लगाउन सजिलै हुन्छ। अनि यो चाहिँ हाम्रो राति 8:30-9 बजिसक्यो। सबै लगाएर सकिसक्यौँ, लगभग 50-60% काम सकिसक्यौँ। उहाँ भिनाजु अनि भिनाजु चाहिँ अहिले टेबल सफा गर्दै हुनुहुन्छ। अनि म चाहिँ त्यहाँ हातमा गम देख्नु यो एकदम खिल्लीबिल्ली भइसकेको छ पसलमा चाहिँ। अब बिहानको समय हो यो चाहिँ। बिहानको समयमा अब त्यो खाली ठाउँहरूमा र्याक लगाउनलाई हामीले डेकोरेसन हबबाट स्टिलको रडहरू लिएर आयौँ र मिस्त्री लगायौँ। यसको लागि चाहिँ यो मिस्त्री भाइ चाहिँ हाम्रो होल्डिङवाला मिस्त्रीलाई लिएर नापसाप गरेर कटिङ गर्न लगाएर यो चाहिँ फाइनल वर्क है। फाइनल वर्क अझ बाँकी नै छ काम डेकोरेसन गर्न। यो चाहिँ अहिले सँगै काम गर्ने, सँगै व्यापार पनि गर्ने र सँगै डेकोरेसन पनि गर्ने भनेर एउटा सामान्य रूपले यो फाइनल वर्क हो गाइज हैन। ल कस्तो लाग्यो भिडियो हेरेर लाइक कमेन्ट गर्नु होला।